आज चाहिँ हामी किर्तिपुर घुम्नको लागि निस्क्यौँ। किर्तिपुर फर्स्टमा चाहिँ हामी तौदाह गयौँ। त्यसपछि यो बुट्टा चाहिँ के को भन्दा रुद्राक्षको खाना मिल्दैन रे बहिनीले। त्यसपछि हामी पोखरी पुग्यौँ तौदाह अनि त्यहाँनिर माछाहरू हेऱ्यौँ, माछालाई चारो खुवायौँ। हामी दिदीभाइ मिलेर सबै माछाले पानी छ्यापेर हामीलाई त एकछिन बस्यौँ, माछा हेऱ्यौँ। माछासँग चाहिँ भोक लागेर चटपटे खाने बेला मेरो भाइ बहिनीले यो खै के गरेर भिडियो बनायो मलाई थाहा छैन। पछि चटपटे खाइसकेपछि मेरो बहिनीको फोटोसुट भिडियो सुट सुरु भयो। उसले उता देखाए जस्तो गरेर भाइले चाहिँ भिडियो बनाइदियो अनि यो दुइटाले चाहिँ भिडियो बनाउनु लाग्यो। मलाई दुईजना हिँड्छौँ रे। त्यसपछि पकेपछि हामी किर्तिपुर चुबारको लागि निस्क्यौँ। मेरो ड्राइभर चाहिँ भाइ थियो आजको लागि। अनि त्यहाँ जाने बेलामा चाहिँ बाटोमा यस्तो राम्रो भ्यू देखिरहेको थियो नि गाइस, भन्नै सकिनँ मैले। भिडियो हेर्नु न। पुगिसकेपछि मेरो भाइको भ्लगिङ सुरु भयो। न्यू एन्ड फर्स्ट भिडियो इन आवर माई टिकटक च्यानल। गाइस आज चाहिँ यात्रा हल्का लामै थियो, अहिले भिडियो पनि हालिदिन्छु कट गरेर। उहाँ चाहिँ स्पेसल्ली भन्नु पर्दैन उहाँ चाहिँ यहाँ चाहिँ यस्तो राम्रो माहौल भइरहेको छ। गाइस राम्रो रहेछ ठाउँ, फर्स्ट टाइम हो। पछि नेक्स्ट चाहिँ बाघ भैरव मन्दिर गयौँ। त्यहाँ माथिबाट चाहिँ यस्तो राम्रो भ्यू देखिने रहेछ नि। अनि दिदीबहिनीको फोटोसुट पनि चाहिँ हामी गयौँ। झुलुङ्गे पुल भाइको फोटो देख्नुहुन्छ। फोटो धेरै खिच्न पाएनौँ। अनि यो चाहिँ भिडियो भाइको लहनाको खाजा खानलाई गएको। अनि त्यसपछि खाजा खाएर लहनामा बसेर मिठो खाजा पाउँदो रहेछ, खाएर हामी चाहिँ फर्क्यौँ।